नेपाल सरकारले करदाता प्रोत्साहन उपहार भनेर एभ्रिडे एकजनालाई 1,33,334 र पाक्षिक रूपमा एकजनालाई 10 लाख रुपियाँ उपहार दिने भएको छ। यसका लागि price.ird.gov.np मा गएर लगइन गरेर हेर्न सक्नुहुन्छ। र यदि क्युआर अथवा कार्डबाट हो भने दर्ता गरिराख्नु पर्दैन, यो अटोमेटिक हुन्छ। र यदि नगद पेमेन्ट गर्नुभएको छ भने त्यसका लागि डिटेलहरू भर्नुपर्ने हुन्छ र यहाँ सोधिएका सबै डिटेलहरू भरेर आफ्नो पुरस्कार क्लेम गर्न सक्नुहुन्छ। र अन्त्यमा कुपन नम्बर आउँछ, यो डाउनलोड गर्न पनि सकिन्छ भने त्यसै गरी स्क्रिनसट गरेर पनि राख्न सकिन्छ। यसबाहेक अन्य थाहा पाइराख्नुपर्ने कुराहरूमा अमाउन्ट 100 भन्दा बढी हुनुपर्छ र बिल एकचोटि मात्र प्रयोग गर्न मिल्छ। बिल त्यही महिनाको हुनुपर्छ र पुरानो बिल हाल्न मिल्दैन। एकचोटि बिल लिँदाखेरि बिल लिने व्यक्तिको प्यान नम्बर अनिवार्य रूपमा हुनुपर्छ र कस्तो बिल यो आयोजनाभित्र पर्छ, योजनाभित्र पर्छ र कस्तो बिल पर्दैन थाहा पाइराख्नुपर्छ। इन्स्टिट्युसनल पर्चेजहरू, व्यावसायिक प्रयोजनको लागि खरिद गरिएका सामानहरू अथवा कम्पनीको नाममा इस्यु गरेका सामानहरू, सार्वजनिक संस्थानले पेश गरेका बिलहरू, यातायात कार्यालय, पासपोर्ट, विद्युत महसुलका बिलहरू इन्ट्री गर्न मिल्दैन। त्यसै गरी आफूले जितेको भनेर कसरी थाहा पाउने पक्षमा प्रत्येक महिनाको 1 र 16 गते यो कसले जित्यो भनेर थाहा पाउन सकिन्छ र विजेताको नाम चाहिँ वेबसाइटमा अथवा सोसल मिडियामा पनि आउँछ र विजेताको इमेल अथवा मोबाइल नम्बरमा पनि एसएमएस थ्रु आउने गर्छ। र यदि तपाईँले जितिहाल्नुभयो भने आफ्नो ओरिजिनल बिल, सरकारी निकायबाट जारी भएको परिचय पत्र, नागरिकता, पासपोर्ट अथवा ड्राइभिङ लाइसेन्स, एउटा आइडेन्टिफिकेसन कार्ड, प्यान नम्बर, ब्याङ्क एकाउन्ट डिटेल सबै अट्याच गरेर एउटा निवेदन लेखेर नजिकको कर कार्यालयमा गएर तपाईँ आफ्नो प्राइस क्लेम गर्न सक्नुहुन्छ। र यो उपहारको बारेमा अझै थाहा पाउनु छ भने ird.gov.np मा गएर कानुनभित्र गएर यो कार्यविधिमा क्लिक गरेर तपाईँले यहाँ सम्पूर्ण डिटेलहरू हेर्न सक्नुहुन्छ।